कैलालीको लम्कीचुवा नगरपालिकामा शिक्षा अधिकृतको रूपमा पंखबहादुर शाह आएपछि अहिले सामुदायिक विद्यालय अनुगमन गरिराख्नु भएको छ। उहाँ यो समाचार तयार पार्दासम्म नगरपालिकामा हाजिर भएको 22 दिन मात्रै पुग्यो। यो 22 दिनमा शिक्षा अधिकृत शाहले थुप्रै सामुदायिक विद्यालयको अनुगमन गरिसक्नु भएको छ। अनुगमनमा उहाँ नेतृत्वको टिमले विद्यालयको भौतिक अवस्था, शैक्षिक अवस्था, शिक्षक विद्यार्थीहरूको उपस्थिति, सही समयमा आउने नआउने गरेका कुराहरू, कतिखेर पढाउँछन्, कसरी पढाउँछन् भन्ने लगायतका थुप्रै कुराहरूको छड्के अनुगमन गरिराख्नु भएको हो। क्रियाविधा पाऊँ भनेर निवेदन त छ नि त। क्रियाविधा भनेर निवेदन दिनु पर्यो नि त। दिनको तपाईँ आज मिति 2083 साल 5 महिना 9 गते के कति कारणले अनुपस्थित हुनुभयो 3 दिनभित्र स्पष्टीकरण पेश गर्न भनेर म यहाँ लेखिदिन्छु। लम्कीचुवा नगरपालिकाका विद्यालयमा अब स्मार्ट बोर्डहरू कक्षामा सञ्चालन गर्ने तयारी गरिएको छ। 8, 9, 10 क्लासलाई पुनः डिजिटल बनाउने तयारी नगरपालिकाको समेत रहेको छ। आज पनि शाह नेतृत्वको टिमले पालिकाभित्रका विभिन्न विद्यालयहरूको अनुगमन गर्नुभयो। उहाँ विभिन्न कुराहरूको जानकारी विभिन्न विद्यालयमा लिन पुग्नु भएको थियो। सकेसम्म एउटा कक्षालाई पूर्ण डिजिटल गर्नु। 10 क्लासको पूर्ण डिजिटल भयो। पूर्ण 10 क्लासको कतिवटा पिरियड? 10 क्लासको 6वटा पिरियड पूर्ण डिजिटल। हामी बिहान 6वटा पिरियड हुन्छ। भने बिहान आउँदाखेरि 10 क्लासको पूर्ण डिजिटल हुन्छ। अहिले चाहिँ कक्षा 8 को पनि हुन्छ। अहिले कक्षा 8 को उनीहरू गइसकेपछि सेकेन्ड घण्टीमा उनीहरू जान्छन्। थर्ड घण्टीबाट यिनीहरू। एक कक्षा त डिजिटल पूर्ण छ 10 क्लास। एकदमै छ। यो त पौने 2 भयो। ल ठिक छ। तपाईलाई धन्यवाद छ। तपाईले चाहिँ यो हाम्रो अनुगमन यो खाली आवश्यक पर्यो भने सरलाई पनि धन्यवाद छ। सहायकहरूलाई धन्यवाद छ। यो विद्यालयले हामीले अनुगमन क्रममा जे सुझाव दिएका छ त्यो सुझाव कार्यान्वयन गरेको देख्यौँ। यसै गरी सबैले सुधार गर्नु। अहिले आफ्नो पहिलो अनुगमन भएकोले सुझाव दिने र लिने काम मात्र भएको र आगामी दिनमा समेत गलत भएको पाइएमा कारबाही गर्ने शाहले बताउनु भएको छ। विद्यालयका शैक्षिक अवस्था, भौतिक अवस्था कमी भएको ठाउँमा नगरपालिका बिस्तारै पदपूर्ति गर्नेतर्फ लाग्ने उहाँले प्रतिक्रिया दिनुभएको छ। विद्यालय सामुदायिक विद्यालयको शैक्षिक अवस्था र पहिचान गर्नु र शैक्षिक समस्या, शैक्षिक सुधार गर्नको लागि कार्ययोजना निर्माण गरेर कार्यान्वयन गर्नको लागि हामीले लम्कीचुवा नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूको अनुगमन गरिरहेका छौँ। होइन, विद्यालयको शैक्षिक नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार गर्नको लागि हामीले अनुगमन गरिरहेको छौँ। त्यो शैक्षिक सुधार गर्ने क्रममा यहाँको शैक्षिक अवस्था कस्तो छ, शैक्षिक समस्याहरू के छन्, के अरे शिक्षण सिकाइ क्रियाकलाप सुधार गर्नको लागि के कार्यहरू गर्न सकिन्छ र वास्तविक शैक्षिक विद्यालयको अवस्थाहरूको पहिचान गर्नको लागि हामीले अनुगमन कार्यलाई निरन्तर रूपमा सञ्चालन गरिरहेका छौँ। हाम्रो विद्यालयमा अनुगमन क्रममा हामीले सामुदायिक विद्यालयको धेरै विद्यालयको अनुगमन गऱ्यौँ। थुप्रै समस्याका बावजुद पनि धेरै विद्यालयहरूको शिक्षण सिकाइ क्रियाकलाप नियमित रूपमा सञ्चालन गरेको पाइयो। कतिपय विद्यालयहरूले उपलब्ध स्रोत र साधनहरूको आइसिटीका सामग्रीहरूको प्रयोग नगरेको पाइयो। अनि विज्ञान प्रयोगशालाको उचित रूपमा विद्यार्थीहरूलाई अभ्यास एक्सर्साइज नगराएको पाइयो। त्यस्तै गरी विद्यालयमा स्मार्ट बोर्ड हुँदाहुँदै पनि प्रयोग नगरेको पाइयो। कतिपय विद्यालयले स्मार्ट बोर्डहरू प्याक गरेर राखेको, कतिपय विद्यालयले स्मार्ट बोर्डहरू अफिसमा राखेको, कतिपय विद्यालयहरूले स्मार्ट बोर्डहरू प्रयोगशालामा राखेको, कतिपय विद्यालयहरूले स्मार्ट बोर्डहरू आइसिटी भवनमा राखेको। ती सबै आइसिटी भवनमा ती अनेक ठाउँमा राखेर प्रयोग नभएका जुन स्मार्ट बोर्डहरू छन् ती स्मार्ट बोर्डहरूलाई विद्यालयमा हामीले चाहिँ एउटा कक्षामा राखेर एउटा कक्षा चाहिँ पूर्ण रूपमा डिजिटल रूपमा सञ्चालन गर्नुहोस् भनेर सबैलाई निर्देशित गरेका छन्। सोही अनुसार धेरै विद्यालयहरूले एउटा कक्षा चाहिँ डिजिटल प्रविधि स्मार्ट बोर्ड मार्फत शिक्षण गरिरहेका छन्। हामी यो सङ्घीय साक्षरता अनुदान मार्फत पनि यो के अरे बजेट विनियोजन भएको छ। सम्पूर्ण माध्यमिक विद्यालयमा 1 वर्षमा 1 कक्षा डिजिटल गर्ने प्रयासमा छौँ हामी। अहिले हामी माध्यमिक तहको एउटा 24वटै माध्यमिक तहको एउटा कक्षा डिजिटलमा अहिले भएका विद्यालय जुन विद्यालयमा डिजिटल बोर्डहरू छन्, स्मार्ट बोर्डहरू छन्, तिनीहरू प्रयोग भएको छन्। तिनीहरूलाई पनि थप हामी नगरपालिकाबाट एउटा स्मार्ट बोर्ड दिएर अर्को कक्षा पनि पूर्ण रूपमा डिजिटल रूपमा गर्छौँ र तिनीहरूको ती शिक्षण गर्ने शिक्षकहरूको क्षमता विकासको कार्यक्रम पनि पालिकाले गर्छ र सामान्यतया हाम्रो उद्देश्य भनेको 1 कक्षा पूर्ण रूपमा डिजिटल माध्यमबाट शिक्षण गर्ने माध्यमिक विद्यालय बनाउनु हो। म विद्यालयका थुप्रै समस्याहरू छन्, थुप्रै हाम्रो शैक्षिक अवस्था कमजोर भएको महसुस भएको छ। ती भए तापनि हामीले यो
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरण गर्नको लागि शिक्षासँग सम्बन्धित सरकार सबै पक्षसम्म समन्वय गरेर सहकार्य गरेर उनीहरूलाई प्रोत्साहित गरेर मोटिभेट गरेर र शिक्षक कर्मचारी एउटा टिमवर्कको रूपमा सबै शिक्षकदेखि पालिकाले सबै मिलेर हामी चाहिँ यहाँको शैक्षिक क्षेत्रको सुधारको लागि कटिबद्ध छौँ। पालिकाले पनि त्यो काम गर्छ। यो अनुगमन केवल अनुगमनमा मात्र सीमित नहोस्, यसले केही नतिजा देओस्, यो अनुगमनले केही सार्थकता पाओस्, अनुगमन गरेको जस्तो होस्, विद्यालयको अवस्था सुधारोस्, अभाव भएका विद्यालयका समस्या समाधान नगरपालिकाले गरोस् र शिक्षक अभिभावक र स्वयं विद्यार्थी पनि जिम्मेवार बनुन्। सरकारी विद्यालय सामुदायिक विद्यालय भनेर लापरवाही भने कसैले गर्न पाइँदैन।